हेलो सबैजनालाई सेवारो है मेरो सेवारो। आज चाहिँ म फेरि धेरै दिनको बादमा फिसिङ गर्न आइरहेको छु खोलामा। यो चाहिँ हो मेरो फिसिङ रड, चाइनिज माल। यहाँ छ आँटा, यहाँ आँटाले चाहिँ मर्छ माछा चाहिँ। यो मेरो घोडा, जानुपर्छ यहाँ पारी। चाहिँ महानन्द खोला भन्छ यसलाई चाहिँ, महानदी भन्छ। नदी त होइन, यो खोलै हो। आमामा भिजायो भिजायो भिजायो। अनि मैले फ्लिपकार्टबाट करेन्ट जाल पनि मगाइरहेको छु। करेन्ट जालमा माछा मारेर देखाउने छु। मेरो युट्युब च्यानल हेर्नु हुने महानुभावहरूलाई यतै छ माछा, माथिबाट चाहिँ देख्दैन। माछा नै सानो सित्रा माछा हो। सित्रा माछा चाहिँ मारेर देखाउँछु म आज तपाईँहरूलाई। यहाँबाट चाहिँ मार्नुपर्छ सित्रा माछा। चप्पललाई यतातिर राखिदियो। अब चाहिँ हुन्छ मेरो खतरासँगले फिसिङ। अहिले एकछिनबाट चाहिँ फिसिङ गर्नु पाउँदैन। भैयापाटीहरू पुरै पौडी खेल्न आउँछ। बेसी नुहाउँछ उनीहरू चाहिँ, बेसी नुहाएर चाहिँ बेसी काले भएको तिनीहरू चाहिँ घामपानी भएर। अब मेरो यो सेटअप बनाइहाल्छु, अन्त माछा मारेर देखाउँछु। ब्लग इन्जोय गर्दै गर्नुहोस् हजुरहरू, भिडियोलाई हेर्दै गर्नुहोस्। ल हेर्नुहोस् माछा। माछा त यत्रो यत्रो हो। सित्रा यहाँदेखिको ठुलो हुँदैन। यो अलिकति समयमा ठुलो चाहिँ हुन्छ। यो चाहिँ साह्रै सित्रै आएछ। यो खालको माछा मारेर चाहिँ साग पुऱ्याउनु गाह्रो छ। टाइम पास मात्रै हुन्छ। त्यो पनि धेरै बेरमा परेको लाग्यो, 10 मिनट जस्तो एउटा पर्नु। यहाँ चाहिँ माछा मर्नु सकेन। म चाहिँ फर्केको, अब अर्को ठाउँमा जान्छु है। एउटा पक्रेको थिएँ, त्यसलाई पनि रिलिज गरिदिएँ। सानोबाट के गर्नु थियो है। यो पानी चाहिँ सफा छ, तर आज माछा लागेन। यहाँ चाहिँ कोही बेला लाग्छ, कोही बेला यो ठाउँमै मर्छ माछा, कोही बेला मर्दैन। आज म अर्को फेरि ठाउँमा जाँदैछु। अब त्यहाँ चाहिँ मारेर हजुरहरूले देखाउँछु। चाहिँ अल्छी लागेर आयो मलाई चाहिँ। अब घरमा गएर गदेउला लगेर चाहिँ अर्को ठाउँ जानु पर्यो। म चाहिँ भन्नै पर्दाखेरि घरबाट गदेउला लिएर अब जङ्गलमा आइपुगेँ। जङ्गलमा चाहिँ झकमक्कै रुखहरू फुलिरहेको छ, रुखहरू है। यहाँ चाहिँ थन्काएँ मैले घोडा। यो चाहिँ भित्र चाहिँ हो बेङ्गाल सफारी। रुखहरू फुलेर एकदमै बबालै भइरहेको छ। यहाँ मुनि चाहिँ पौडी खेल्ने ठाउँ पनि छ है, अर्ग्यानिक स्विमिङ पुल एकदम गहिरो गहिरो दह छ। आइतबारको दिन यति साह्रो भिड हुन्छ यहाँ चाहिँ। साइकल केटाहरूले चाहिँ यति साह्रो राखेको हुन्छ बाटोमा, छिर्नु नै गाह्रो पर्छ, यति साह्रो आउँछ केटाहरू। एकदम अन्डरग्राउन्ड छ यो चाहिँ पनि। साइकल त राखिहालेको रहेछ, एउटा भर्खर आउँदै थियो केटाहरू राखेछ। पौडी खेल्नु गयो केटाहरू। स्विमिङ पुल चाहिँ यहाँ मुनि चाहिँ केटाहरू पौडी खेल्दैछ, देख्नुभयो होला यहाँ मुनि। म चाहिँ माथि जानुपर्छ पौडी खेल्नु अरे, सरी माछा मार्नु। यहाँ पनि छ एउटा द। हेर्दाखेरि सानो छ तर गहिरो छ यो पनि। बेला बेला चाहिँ म पनि खेल्छु पौडी, यस्तो खेलेको थिएँ। यहाँ मुनि केटाहरू पौडी खेलिरहेको छ एकदम जोडतोड। जङ्गल चाहिँ एकदम फुलि नै राख्छ, झकमक्कै लाग्छ। यहाँ चाहिँ छ मेरो फेरि आएको फिसिङ स्पट, खेल्ने जग्गा। अब चाहिँ यहाँ चाहिँ माछा मर्छ कि। अघि त 2-3वटा मारेको थियो खोलामा, फेरि समाएर रिलिज गरिदिएँ मैले, के गर्नु भनेर हो। त्यहाँ चाहिँ सित्रा परेको थियो। अब हेरौँ यहाँ चाहिँ हात्तीको पनि टेन्सन छ। अब बर्खा पानी पनि बिस्तारै बिस्तारै बल्दैछ, घाँसहरू पुरै पलाउँदैछ। त्यो कारणले गर्दा चाहिँ हात्ती आउँछ यतापट्टिबाट, एकदमै आउँछ हात्ती चाहिँ। बत्था नै
भोलि पर्सि त्यो पनि भिडियोमा हजुरहरूलाई देखाउने छु। जङ्गलहरू फुलेर हेर्नुहोस् कस्तो दामी भएको छ। जङ्गलै फुलै भरेको छ। यति बेला चाहिँ यो सिजनमा चाहिँ जङ्गल चाहिँ पुरा फुल्दो रहेछ। रुखले चाहिँ दामी फुल्दो रहेछ। यो रुख चाहिँ के रुख हो कुनि एकदम सानो झ्याङहरू पनि फुलिरहेको छ। जङ्गलै भरि फुलेको छ फुल चाहिँ। पानी चाहिँ अस्तिको भन्दा अलिक बढ्यो। यहाँ चाहिँ ठुल्ठुला माछा पनि छ, तर त्यो ठुल्ठुला माछा चाहिँ एकदमै चारै नै खाँदैन, एकदमै चङ्खो छ। सानो माछाहरू चाहिँ खाइन्छ, ठुल्ठुला माछा चाहिँ पक्रिनु गाह्रो छ। अब मैले फ्लिपकार्टमा करेन्ट जाल भन्ने हुन्छ एउटा माछा आफै फसिने फाँसी जाल जस्तै, त्यो मगाएको छु। अब आउने छ, उता पठाइदिइसकेको छ। त्यो लिएर चाहिँ आउनुपर्ने छ। त्यसको भिडियो पनि म हाल्नेछु यो जुम लाइट युट्युब च्यानलमा। हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर छेउमा भएको बेल आइकन पनि दबाइदिनुहोस्। भिडियो चाहिँ खतरासँगले आउँछ मेरो। जङ्गलहरू फुलेर हेर्नुहोस् त। आम्मा अरे यही भइरहेछ, कस्तो दामी देख्छ। यतातिर पनि झ्याप्पै फुलेको छ। माछा त कुदिँदैछ, माछा त कम त छैन। यहाँ चाहिँ माछाको घारी हो, तर माछा मार्नु चाहिँ एकदमै गाह्रो छ। यो बारुलाको बच्चामा चाहिँ आउँदो रहेछ माछा एउटा आयो। यी ट्रान्सपेरेन्ट माछा आयो एउटा, फर्स्ट ओपनिङ भयो, फर्स्ट क्याच। त बधाई छ मलाई है। हेर्दै गर्नुहोस् होला भिडियो। यो क्यामेरा माउन्ट गर्ने ठाउँ छैन, न टाउको लाउने बेल्ट भए चाहिँ सजिलो हुन्थ्यो मलाई हो देखाउनु। ठिकै छ, ओपनिङ भयो। म चाहिँ अहिले फाल्टै ठाउँ आइरहेको छु, माथि हात्तीढुङ्गे ड भन्नेमा। खतरा छ द चाहिँ, र माछा चाहिँ छ छैन। हात्तीढुङ्गे दमा चाहिँ भैँसीहरू एकदमै पौडी खेलिरहेको छ। मजा भयो यिनीहरूलाई। आम्मा पौडी खेल्दा बसिरहेको छ। यो चाहिँ भैँसीहरू मध्येदेखि अरू केही छैन। माछा चाहिँ छ छैन। तल चाहिँ मान्छेहरू पुरा आएर उकालो आएको। म चाहिँ यहाँ लगाइरहेको छु, हेरौँ के हुन्छ रिजल्ट। अहिलेसम्म त टोकेको त छैन एउटा। भैँसीहरूलाई चाहिँ मजा भयो। 1-1.5 घन्टा बस्छ उनीहरू चाहिँ, खतरा। फिलहाल एउटा माछा पर्यो। यी अलिक ठुलो रहेछ नदियारी। ठिकै छ। यो माछाकै कुरा गर्दा चाहिँ 4-5वटा भइसक्यो यस्तो माछा पनि मरेको। यी कत्ले जस्तो, तर नदियारी हो यो चाहिँ। यहाँदेखिको ठुलो हुँदैन यो माछा चाहिँ। भैँसी चाहिँ खेलिरहेकै छ। यो बारुलाको यो पोकामा चाहिँ पर्दो रहेछ। यो बारुलाको यो देखेँ, यसले साह्रै मन पराउँदो रहेछ माछाले। पर्दैछ यसमा चाहिँ। फेरि पनि आयो एउटा, निकै ठुल्ठुलो रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ अलिअलि माछा मारेँ मैले। यति चाहिँ भयो माछा चाहिँ। ठुल्ठुलो हुने त्यही हो। कत्लेको भेराइटी, सानो माछा नदियारी भन्छ यसलाई चाहिँ। अझै म चाहिँ हिँडेको निकै टाइम पनि भइसक्यो है। यहाँ रातिसम्म बस्नु हुँदैन, चितुवा र हात्तीको डर छ यहाँ चाहिँ। डेन्जरै हो एरिया। ठाउँ चाहिँ एकदमै बबालै छ। झ्याङ छैन यहाँ चाहिँ, सुनसान छ यहाँ। म चाहिँ माथि बाटोमा निक्लिसकेँ रोडमा। घोडा बसिरहेको रहेछ यहाँ। केटाले बदमास गरेको छैन रहेछ। आजको माछा चाहिँ यति नै हो। केटाहरू चाहिँ तल पौडी खेलिरहेको छ है। दुईवटा बाइकमा आएको रहेछ भए पार्टीहरू। झकमक्कै छ जङ्गल चाहिँ। जा
चाहिँ हिँडेको जङ्गलबाट पौडी पनि खेलियो। जङ्गलमा चाहिँ रुखहरू झकमक्क फुलिरहेको छ माथि माथितिर। हल्का फुल्का एडभेन्चर पनि हो यो चाहिँ। टाउकोमा लाउने बेल्ट एउटा फ्लिपकार्टबाट म आएको छु, अन्त मात्रै हुने भयो मोटो राइडिङ चाहिँ। यता चाहिँ बेङ्गाल सफारीको एरिया हो। यहाँ छेउछाउमा बाघहरू पालेको छ, सेतो बाघ, रातो बाघ, बेङ्गालको खतरा बाघ, बेङ्गाल टाइगर। रुखहरू चाहिँ झकमकै छ फुलेको जतासुकै। अनि हजुरहरूलाई आजको ब्लग के कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् होला। लाइक गरेर छेउमा भएको बेल आइकनलाई पनि दबाइदिनुहोस् अनि सब्सक्राइब पनि ठोकिदिनुहोस्। यति भन्दै फेरि नेक्स्ट ब्लग फेरि आउने नै छ है। अरे यो ब्लगलाई यहीँ काम गर्न चाहन्छु। सेवारो बाई।